नमस्कार। आज हामी यो भिडियोमा टेक्स्ट बन्ड के हो, यसले कसरी काम गर्छ, यसका फाइदाहरूका बारेमा र यसलाई कसरी सेटअप गर्ने भनेर हेर्नेछौँ। टेक्स्ट बन्ड एउटा एन्ड्रोइड बेस्ड बल्क एसएमएस प्लेटफर्म हो जसलाई प्रयोग गरेर हजुरहरूले आफ्नो कस्टमर्सलाई आफ्नै मोबाइल नम्बरबाट पर्सनलाइज्ड बल्क एसएमएस पठाउन सक्नुहुनेछ। आउनुहोस् यसका फाइदाहरूको बारेमा हेरौँ। 1. आफ्नै मोबाइल नम्बरबाट कस्टमर्सलाई पर्सनलाइज्ड बल्क एसएमएस पठाउन मिल्ने। टेक्स्ट बन्डबाट एसएमएस पठाउँदा आफ्नै मोबाइल नम्बरबाट कस्टमरलाई एसएमएस जाने भएकाले कस्टमरहरूले सोही नम्बरमा एसएमएस रिप्लाई वा कल गर्न सक्नुहुनेछ, जुन अरू बल्क एसएमएस प्लेटफर्मबाट एसएमएस पठाउँदा गर्न मिल्दैन। 2. एसएमएस ओपन रेट इन्क्रिजेस बाई 90%। आफ्नै मोबाइल नम्बरबाट कस्टमर्सलाई पर्सनलाइज्ड एसएमएस जाने भएकाले एसएमएस ओपन रेट अत्यन्तै हाई हुन्छ, जसले गर्दा हजुरहरूले पठाउनु भएको सन्देश कस्टमर्सले राम्ररी एब्जर्भ गर्ने र बिजनेसमा ओभरअल कस्टमर इन्गेजमेन्ट बढ्ने हुन्छ। 3. सुपथ मूल्यमा एसएमएस पठाउनु मिल्ने। आफ्नै सिमबाट एसएमएस जाने भएकाले सिममा एसएमएस प्याकेज लिँदा पर एसएमएस 20 पैसा भन्दा कम पर्न जान्छ। बिजनेसलाई यति धेरै फाइदा दिने टेक्स्ट बन्डमा एकाउन्ट बनाउन र यसलाई चलाउन अत्यन्तै सजिलो छ। टेक्स्ट बन्डमा फ्री एकाउन्ट साइन अप गर्नको लागि आफ्नो ल्यापटप वा कम्प्युटरबाट textbond.com मा जानुहोस्। अब साइन अप फर फ्रीमा क्लिक गरेर साइन अप फर्म भर्नुहोस्। अब नेक्स्ट स्टेपमा हजुरहरूले आफ्नो टेक्स्ट बन्ड एकाउन्टलाई एन्ड्रोइड डिभाइससँग लिङ्क अप गर्नुपर्ने हुन्छ। यसका लागि आफ्नो एन्ड्रोइड मोबाइलको ब्राउजरबाट textbond.com वेबसाइटमा जानुहोस् र डाउनलोड एपीके एन्ड्रोइड गेटवेमा क्लिक गर्नुहोस्। यसले टेक्स्ट बन्डको एन्ड्रोइड गेटवे एप डाउनलोड गर्नेछ। एपीके फाइल डाउनलोड भइसकेपछि अब हामी त्यसलाई इन्स्टल गर्छौँ। इन्स्टल गर्नका लागि डाउनलोडेड फाइलमा क्लिक गर्नुहोस्। यदि इन्स्टल गर्दा इन्स्टल ब्लक डायलग आए सेटिङ्सबाट इन्स्टल फ्रम अननोन सोर्सेसलाई इनेबल गर्नुहोस् र एपलाई इन्स्टल गर्नुहोस्। इन्स्टल भइसकेपछि एप ओपन गर्नुहोस् र एपले मागेको सबै पर्मिसन दिनुहोस्। अब हजुरले भर्खरै वेबबाट बनाउनु भएको टेक्स्ट बन्ड एकाउन्टको इमेल र पासवर्ड हालेर लिङ्क टु टेक्स्ट बन्डमा क्लिक गर्नुहोस्। अब हाम्रो एन्ड्रोइड मोबाइल टेक्स्ट बन्डसँग लिङ्क भएको छ र हामीले पठाउने एसएमएस यो एपबाट राउट हुनेछ। यो एपलाई अब क्लोज वा मिनिमाइज गर्न सक्नुहुनेछ। एन्ड्रोइड एप लिङ्क हुनसाथ वेबमा टेक्स्ट बन्ड ड्यासबोर्ड इनेबल हुनेछ। अब यो ड्यासबोर्डबाट बल्क एसएमएस, ग्रुप एसएमएस वा डाइनामिक एसएमएसहरू पठाउन सक्नुहुनेछ। एसएमएस सेन्डिङ टेस्ट गर्नको लागि सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। कुनै पनि मोबाइल नम्बर र एसएमएस टेक्स्ट हालेर सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। केही बेरमै यो एसएमएस हजुरको एन्ड्रोइड मोबाइलबाट राउट हुँदै सेन्ड हुनेछ। यसरी हामीले सजिलै टेक्स्ट बन्डलाई सेटअप गर्न र चलाउन सकिन्छ। क्रिएट एकाउन्ट, लिङ्क योर एन्ड्रोइड डिभाइस एन्ड स्टार्ट सेन्डिङ पर्सनलाइज्ड बल्क एसएमएस फ्रम योर ओन नम्बर।